कटिङ सिक्न जान्दैछु। यो दाइले पेप्सी मसलाहरू बेच्दाखेरि के भने यता गाडी भाडा साडी भाडा यता दाइको सामान चाहिँ किनेछ। अब बजीको अगाडि नै हिँडेको अब यहाँ सबै दाइले यता यता छोडिदिनु गर्दैछ। अनि यता यता छोडेपछि यता चाहिँ पढेर गर्दै सिकेर म एक्लै जान्छु। अनि दाइ घरतिरै हुनुहुन्छ यतै जान्छ। किर्तिपुर आइपुग्यौँ हामी। अब किर्तिपुरमा यहाँ एउटा चिनुको आन्टीलाई आइस पप चाहिएको थियो र आइस पप ल्याइदिएको थियौँ। अनि आइस पप अब कति 5वटामा दिँदाखेरि आफ्नो 5वटा प्याकेट दिएको थियौँ। 5वटा प्याकेट 40 रुपियाँ हुन्छ। अब त्यो अब मन परि हुन्छ। अब कुनैमा 80 रुपियाँ पोका पर्छ, कुनैलाई 100। त अब धेरै ग्याप्पै लाग्ने र सस्तो पर्ने रहेछ। अनि यहाँ किर्तिपुर यो ठ्याक्क यहाँ पनि खिरमिस मागेको रहेछ दाइलाई, खिरमिस ल्याइदिएर दिनु हुँदैछ। अनि दाइ हुँदो रहेछ भाउजूले मलाई ठगेर जानुहुन्छ यता यता भन्नुहुँदो रहेछ। अनि दाइ नै हुँदो रहेछ भरे आउँछौँ भन्यौँ। अनि यता आज फेरि किर्तिपुरमा बजार रहेछ, बजार लागिरहेको छ। भाउजू मात्र हुन्छ दोकानमा। अनि यहाँ किर्तिपुर अब यहाँदेखिको 1 बजीभित्र ठ्याक्क पुग्नुपर्ने। अब क्लास पत्रि अब यहाँनिर किर्तिपुर उयसमै लागिरहेको रहेछ बजार। आज के बजार, आज के बारको बजार हो? आज आइतबार हो। आज आइतबारे बजार लाग्ने छ किर्तिपुरमा। यो किर्तिपुरको सामान पुऱ्याउँदै हिँड्दैछौँ। अब यता यता दाइले छोडिदिन्छु भनेको छ, त्यसको लागि हिँडेको। अब कटिङ सिक्दैछु। अब साथीहरूले अब साथ दिनुभयो भने, अब तपाईँहरूले साथ दिनु भने जे पनि हुनसक्छ। अब कटिङ सिक्दै खोलेर अब हुन्छ नि, आफूले नि सिकिसकेर खोल्नु भनेर सोचिरहेछ। अब के भन्छ। त्यहाँदेखि यहाँ गङ्गलको दोकानमा नि जाँदैछु। त्यहाँ पनि सामान राख्नुहुन्छ, यता पनि राख्नुहुन्छ। त्यहाँ दोकानभरि सामान दाइकै राख्छ किर्तिपुरमा पुऱ्याए जस्तो। अनि त्यहाँदेखि अर्डर पनि आएको रहेछ। अनि त्यहाँ किर्तिपुरको सरलाई भेटियो। यो सर त्यहीँनिर यहाँ देखाइन्छ, यहाँ देखाउँछ पक्नु ल। उयो के भएर सरहरूको चौकी किर्तिपुर ठ्याक्कै बजारमै हो चौकी चाहिँ। त्यहाँको सरहरूलाई हामी मसलाहरू अब देशको रक्षा गर्छ नि त। अब देशको भने गाउँघरमा यता भएको पुलिसहरूले त्यो भएर अब मसला दिइरहेको छु मलाई। अब नभएको बेला सकेको बेला त्यता मसला दिइराखिन्छ। अनि त्यहाँदेखि यहाँ अङ्कलकोमा आइएको थियो। यहाँ अब त्यही जिरा रहेछ भन्दै थियो। अनि जिरा दिनुभयो दाइले। अनि यहाँ अङ्कललाई अब सोधेको के चाहिन्छ भनेर। पानजिरा भन्दाखेरि पानजिरा कति चाहिँ सबै लिएर आऊ भन्दै थियो। बोक्नु चाहिँ फेरि 3टा मात्र बोकेको थियौँ र त्यो 3टा मात्र दियौँ। त्यही भएर अब धेरै बोकेको थिएन, बिग्दिन घरमा त थियो अरे दाइको। तर 3टा मात्र बोक्यो पानजिरा चाहिँ। अनि त्यहाँ अङ्कललाई 3टा दियौँ। 20 रुपियाँ गोटाको पानजिरा। अनि सर राख्नुभयो। अनि दाइले पानजिरा दिनु हुँदैछ। अब बिस्तारै अब कटिङ सिक्न जान्छु म। अनि हेर्दै गर्नु न, भ्लग सब्सक्राइब गरिराख्नु। के हुन्छ कसो हुन्छ। अब मेरो डेली भ्लग हाल्नेछु डेली। अब त्यो हेर्दै जानु होला अब के कस्तो हुन्छ। अब चल्ला होइन। अब अङ्कललाई जोड्नु हुँदैछ कसरी भनेर। अब त्यही हो। अब सस्तोमा गरेर त सस्तोमा भने किनकि पहिलेदेखि राख्नुहुन्छ त्यो सामान अलिक सस्तोमा। यहाँ त कि अङ्कलले जोड्नु हुँदैछ अहिले। अब यहाँनिर ग्राहकहरू आएको थियो। अब यता बजारको दिन अब आउँछ नि त ग्राहकहरू। अनि त्यो भएर ग्राहकहरू यतिकै आउँदै थियो। त्यही भएर यहाँ केही गफ गर्नुहुँदैछ दाइहरू। चौकी चाहिँ त्यो अगाडि सिसा लागेको छ नि, त्यहीँ हो चौकी चाहिँ हो। दाइ त्यहाँ जानुहुँदैछ। अब त्यो दोकानमै सोध्नु, त्यो दोकानमै नै राख्छ अरे सामान दाइकै। अनि त्यो दोकानमै सोध्नु डाइरेक्ट पत्रि आइपुग्यौँ हामी। डाइरेक्ट त्यहाँ त्यो ठाउँमा सामानहरू दिएर अब दाइले मलाई पुऱ्याइदिनु। अब पत्रि हिँडेको अब पत्रि जाँदैछौँ। त्यो पत्रि जाँदै छोरालाई किनेर
किन्ने म त भन्दै थियो र अब त्यहाँनिर गएर चाहिँ ढुङ्गे लाग्छ नि अङ्गुङ बजार भन्ने त्यो साइड जाँदैछु नि त्यहाँ कोही दाइको छोरालाई लुगा गर्मीको लुगा किनिदिने भनेर यो अङ्गुङ बजार निस्किन्छ जानुपर्छ अझै टाइम छ भनेर दाइले भने त्यहाँ अङ्गुङ बजार जाँदैछौँ अब अहिले टाइम त छ अझै पनि अब यताउता के गर्दा के हुन्छ टाइम त छँदैछ अब यति जानु न के हुन्छ अब अङ्गुङ बजार पनि भित्र कहाँनिर रहेछ नि त नि त्यही भएर नचिनिएको आइपुग्यौँ अब आइपुगेर दाइलाई भनेको अब छोरा लिएर आएर हुन्छ नि त अब दाइलाई भनेको छोरा लिएर आउनु भनेको खोइ दाइ के भन्छ अब भरे अब छोरा लिएर आउँछु भन्छ छोरा पनि हो नि त लुगा किन्नु जाँदाखेरि नापेर सानो ठुलोको त ठिकै हुन्छ ल है सानोको त अब नापेर कस्तो यता गर्नुपर्छ नि त बच्चालाई लिएर आउनुपर्छ नि त अब झन् छोरा मान्छे लुगाको बारेमा त्यति थाहा हुँदैन बच्चाहरूको त्यही भएर दाइलाई भाइलाई पनि लिएर आएर सपिङ गर्नु न भनेर अनि अब निस्किँदैछौँ अब मलाई त्यहाँ छोडेर चाहिँ गएर भाइलाई लिएर आउँछु भन्नु कुरा गर्नु हुँदै थियो अनि नाकाप्चा हेर्दै जानु त्यही हो मेरो हेयर कटिङ भनेको पत्रिका त्यो निल डेभिड छैन मुनि अब निल डेभिड देखाउँछु हिँड्नु न तपाईँहरूलाई यो भ्लग हेर्दै गर्नु लास्टमा देख्नुहुन्छ कहाँ कटिङ सिक्छ रहेछ भनेर पत्री आइसकेपछि नि पत्री अब यता घुम्दै अब हुन्छ नि त दाइले अब हुन्छ दाइसँग चाहिँ किन हिँडेको नि यसो अब पैसा गाडी भाडा साडी भाडा हुन्छ यता उसलाई चाहिँ अब सिर्फ बस्दिनु मात्र अरे क्या दाइको अब अल्छी लागेर चाहिँ बाइकमा हिँड्दाखेरि अब एक्लै हिँड्नु हुन्छ नि त अब सुत्तिनु केही हुन्छ कसो हुन्छ यति गएर त्यो हेरेर दाइले अनि हिँड्नुको लागि मात्र भए पनि बोलाउनुहुन्छ र दाइले अनि पुऱ्याइदिनु यतात्यता सबै गरिदिन्छु भनेर अनि भन्नुभएको र दाइ भ्याएको बेला दाइसँग यसरी हिँडेर आज चाहिँ अलिक छिटो निस्केर बेचेर मलाई घरमा अरे त्यहाँ कटिङमा छोडिदिन्छु भन्नुहुँदै थियो र अनि आज चढेको अब त्यहाँ सबै काम उयो गरिसकेर मलाई छोड्नु आउनुभयो दाइले अनि आइपुग्यौँ अब कटिङ अनि यहाँ छोडिसक्नु भएको दाइले अब दाइ जानु अब भरे भाइ लिएर कल गर्छु भन्दै थियो गर्छु भन्दै थियो कल गर्छ गर्दैन म चाहिँ अब यही निलिभिडियोभित्र म आउँदा चाहिँ दुईवटा साथी अब अलरेडी आइसकेको रहेछन् अन्त चाहिँ सरले पनि यहाँ कसैको कटिङ गरिदिँदो रहेछ अनि मैले यता उता अब सबै चलिरहेको छु चाहिँ माथि उयो कटिङ अब हुन्छ नि त अनि यता चाहिँ सिक्नेहरूलाई उयो बस्ने ठाउँ हो यहाँ चाहिँ सुरुवात सिक्नेहरूलाई अन्त चाहिँ यहाँ वासिङ गरिदिइहाल्छ अनि त्यहाँ माथि त्यो भयो अब तल चाहिँ अब पर्फेक्ट मान्छे हुन्छ नि अब पर्फेक्ट भनेर सिक्दै गरेको कपाल लगेर अब आफ्नै मोडल लिएर काट्नुपर्ने तल छ त्यहाँ चाहिँ अब नेल पलिस अब यता ब्युटी पार्लर सबै हुन्छ हाम्रो यता कटिङ फाल्टै भयो उता ब्युटी पार्लर फाल्टै हुन्छ अनि त्यो भएर यो दाइ चाहिँ अघि आइसक्नु भएको रहेछ हामी चाहिँ माथि थियौँ क्या माथिको पनि मन भर्खरै आएको थिएँ अनि यहाँ हेर्नु गयो हेर्नु न यहाँ चाहिँ हो यहाँ चाहिँ आफ्नो मान्छे लिएर काट्नुपर्ने सबैजना अहिले कोही आएको छैन अहिले मै फसाएको जस्तो छु अनि यहाँ सबै नेल पलिस गर्नेहरू मात्रै छ त्यो जस्तै ब्युटी पार्लरतिर पर्छ त्यो नेल पलिस गर्ने दिदीहरू बहिनीहरू छ यहाँनिर चाहिँ अन्तदेखि यहाँ त्यही अब हामी अब एकछिनमा आएको छैन 1 बजी हो नि त ठ्याक्क 1 बजी गरे त ढिलो हुन्छ 1 बजी 2 बजी हुन्छ अनि त्यही भएर कोही झन् मैले त 45 पोस्ट ल्याएको अब 8 दिन भयो आजसँग गएको अब यहाँनिर उयो गरिदिन्छ म त्यति हेरेर तल गएर आउँदाखेरि सरले गाडी सक्नु भएको थियो र यहाँनिर उयो गरिदिन्छ अब साथीहरू अब लाइक अब फेसबुकमा हेर्नु लाइक उयो फलो गर्नु होला युट्युबमा सब्सक्राइब गरिराख्नु होला पछि अब बिस्तारै हेर्नु न तपाईँहरूको नि फ्रीमा अब 3टा सिक्दैछु हेयर कटिङ बोइज कटिङ फ्रीमा गरिदिनेछु आउनु अब सब्सक्राइब हुन्छ अब त्यो बाटो सोचिरहेको छु के हुने हो अब भयो सोचे जस्तो भयो नि त्यही हो ल गाइज आजलाई यति नै अरू भोलि पर्सि